स्टिल द ब्याड पार्ट होइन भनेका छन् कतिलाई काठमाडौँमा प्रचण्डले त्यत्रो गरेर पनि जितेन आई नो बट अर्को ठाउँबाट त जित्यो नि त होइन बट स्टिल हि वाज इन पावर चितवनबाट उठ्न लागिरहेको थियो हार्छु भनेर गोर्खा गएर हो कि कता जित्या त भन्थ्यो मुलाले भन्थे त होइन सो त्यही हो अब जस्ट त्यो रोड चाहिँ गाह्रो हुन्छ तर आई थिङ्क आई वन्ट सी एनी मच चेन्जेस एट अल त्यो पनि हो तर अब पनि पुरा कस्तो भयो भन्दाखेरि दाइ पुरानो पार्टीहरूले नाम चेन्ज गर्न थाले कि अब नाम चेन्ज गर्नु मेन कुरा अब स्वतन्त्रले जिते पनि बिचरामा त रवि भन्ने बित्तिकै त यस्तो माया लाग्छ माया अब खै के भन्ने थाहा छैन त्यसमा आई डोन्ट वान्ट टु कमेन्ट होइन दाइ त्यो फस्या हो कि अब लाइक गल्ती गर्यो होला के गर्यो होला उसलाई चुनावमा उठ्न त देखायो यार एउटा लाइक वान अफ द बिगेस्ट पार्टी हो नि त उसको त होइन अनि गल्ती गरेछ भने सजाय देऊ होइन हिज इन जेल राइट नाउ जेलमा थुनिरहेछ कि अब त्यो त अब होइन अब ऊ बेलामा मौका पाएर निक्लियो पनि होइन अब पछि के स्टेटमेन्ट दियो उसको छुट्टै कुरा हो तर दाइ चितवनमा त रविलाई राम्रो तरिकाले भोट पाएको मान्छे हो कि रवि तर हि कुडन्ट स्ट्यान्ड अकर्डिङ टु द एक्सपेक्टेसन्स द्याट पिपल ह्याड म नै भन्दिनँ मान्छेहरू लास्ट एक्सपेक्टेसन थियो रविबाट हुन्छ नि whom you expect with someone you think you are capable of and if you are capable people start expecting but if you don't stand according to the expectations you are the same old guy आयो हा हु हा हल्ला गर्यो गयो त्यति हो मलाई याद छ गगन थापाको एकदम चलेको थियो कि नाम होइन कस्तो विचार मलाई एउटा वर्ड मात्र चाहिँ गगन भन्ने थियो कि बाख्रा भन्छन् मान्छेहरूले होइन त्यो उसको त्यसमा हैन अब नाइ भन्दिन हैन बाबुराम भट्टराई हैन एजुकेटेड पर्सन he is an educated person हैन त मैले सुने अनुसार तर मैले सुने हो एजुकेटेड बट आई हैव नेभर सीन इन लाइक हुन्छ नि छैन के छैन अब त्यस्तै नभनौँ देयर आर लाइक अब छन् होला कति हैन एजुकेटेड हामीलाई त नथाहा होला तर लोकल एरियामा त थाहा हुन्छ नि त हि इज एजुकेटेड छैन के त्यहाँ पनि मासु भातमै चलिरहेछ कि अहिले पनि त्यही नै हो अब मान्छेहरूलाई अहिले के भन्छ डेली बेसिसमा परिवारै चल्न गाह्रो हैन अब एउटा कुरा अब खै के